महिमा, कागजात त सबै तयार भयो, तर खल्तीमा पैसा चाहिँ कति बोकेर जाने नि? चोकका दाईहरूले त व्यवसाय दर्ता र नवीकरण गर्दा त खेतै बेच्नुपर्छ भन्दै तर्साउँदै थिए। म त बैङ्कमा ऋण लिन जाउँ कि भन्दै थिएँ। खेतै बेच्नु पर्दैन मनिषजी। यो हल्ला कसले फैलायो? व्यवसाय दर्ता दस्तुर त तपाईँको पसलको अधिकृत पुँजी कति छ ठ्याक्कै त्यसमा भर पर्छ नि। ए हो र? मेरो त त्यही 4 देखि 5 लाखको सानो पसल हो नि। कति लाग्ला त? त्यसो भए त झन ढुक्क हुनुहोस्। 5 लाखसम्म पुँजी भएको व्यवसाय दर्ता गर्न जम्मा 2,000 रुपैयाँ लाग्छ। अनि 3 वर्षपछि नवीकरण गर्न पनि त्यही 2,000 मात्रै हो। एउटा राम्रो जुत्ता किन्ने पैसाले दर्ता मज्जाले भइन्छ। ओहो, जम्मा 2,000? मैले त लाखौँ लाग्छ कि भनेर पसिना पो कारेको त। अनि अलि ठुलो व्यवसाय भयो भने नि? अलि ठुलो भयो भने पनि त्यस्तो ढाड सेक्ने हुँदैन। 5 लाखदेखि 20 लाखसम्म पुँजी भए दर्ता र नवीकरण दुवैको 4-4 हजार लाग्छ। 20 लाखदेखि 50 लाखसम्मको लागि दर्ताको 7,000 र नवीकरणको 5,000 लाग्छ। 50 लाखदेखि 1 करोडसम्मको 15,000 दर्ता र 10,000 नवीकरण लाग्छ। ए, अनि त्यो चोकका दाईहरूले भनेको जस्तो खेतै बेच्ने कुरो चाहिँ कसरी आयो त? त्यो त तपाईँको पुँजी 10 करोडभन्दा माथि भयो भने दर्ता गर्न 60,000 र नवीकरण गर्न 30,000 लाग्छ। अब भन्नुहोस्, तपाईँको सानो पसल 10 करोडको हो त? कहाँ हुनु नि? मेरो त त्यही 5 लाखको हो। 2,000मै काम बन्ने रहेछ। बल्ल सास आए बा। म त 2-4 लाख नै बोकेर जानुपर्छ कि भनेर डराएको थिएँ। ल, म त आजै गएर 2,000 बुझाएर दर्ता गरिहाल्छु। जानुस् जानुस्, हल्लाको पछि लाग्ने होइन नि, सही सूचना लिने हो। ल, आजैदेखि तपाईँलाई साउजी भनेर बोलाउन पाइने भयो। शुभ यात्रा। हस्, धेरै धेरै धन्यवाद है महिमा। अलि ठुलो साउजी बनेपछि चिया खुवाउँछु ल।